सबैलाई स्वागत छ। मैले अस्ति बनाएको भिडियो चाहिँ तपाईहरुले सबैले मन पराइदिनु भयो र धेरैजना साथीहरुलाई चाहिँ त्यो भिडियोले केही सहयोग मिल्यो होला भन्ने आशा गरेको छु र आज पनि म तपाईहरुलाई त्यस्तै विशेष गरी त्यस्तै प्रकारको इन्फर्मेटिभ भिडियो चाहिँ बनाउँदै छु। कृपया हेर्नु होला। धन्यवाद। र मैले अस्ति बनाएको भिडियोले धेरै साथीहरुलाई, हाम्रो गुरुजी साथीहरुलाई चाहिँ धेरै जानकारी पाउनु भयो होला र कतिले बुझ्नु भएको छैन उहाँहरुलाई म दोस्रो भिडियो फेरि बनाउने छु। र अहिले जुन मलाई सोधिरहनु भएको छ त्यो भिडियो बनाए पश्चात काम कसरी पाइन्छ र के अरु अनुभवहरु के चाहिन्छ भन्ने खालका र मलाई पनि जागिर चाहियो, जागिर खानु छ, मलाई पनि सहयोग गर्नु न भन्ने धेरै विभिन्न साथीहरुले चाहिँ मेसेज गरिरहेको हुन्छ। उहाँहरुको लागि एउटा समेटेर एउटा भिडियो बनाएको छु। पहिला सुरु क्रोएसियामै बस्नुहुने साथीभाइहरुको लागि चाहिँ सानो जानकारी दिन्छु। तपाईहरु यही हुनुहुन्छ, ड्राइभिङ आउँछ, तपाईहरुसँग लाइसेन्स छ, नेपालको लाइसेन्स है। यहाँ चाहिँ लाइसेन्स चाहिँ नेपालकै चाहिन्छ है। अरु देशको लाइसेन्सले काम त गर्छ तर इन्टरनेसनल लाइसेन्स भए पनि गर्न चाहिँ गर्ने रहेछ। तर नेपालको लाइसेन्स हामी नेपाली भएको कारणले नेपाली लाइसेन्सले प्रायोरिटी दिन्छ। त्यसै कारणले गर्दाखेरि तपाईहरु यही हुनुहुन्छ क्रोएसियामा र लाइसेन्स छ, तपाईलाई गाडी चलाउने अनुभव पनि छ हैन भनी, अनि तपाईहरु काम गरिरहनु भएको छैन, अरूले काममा आउनु भएको छ र ड्राइभर काम चाहिँ तपाईलाई गर्न मन छ भने कृपया पहिला सुरु चाहिँ तपाईहरुले भाषा जान्नु एकदम जरुरी छ। यहाँको भाषा चाहिँ एकदम इम्पोर्टेन्ट हो हैन। यो बसमा चाहिँ स्पेशली बसमा चाहिँ तपाईको भाषा चाहिँ चाहिन्छ, किनकि यहाँका तपाईको स्थानीय मान्छेहरुसँग, यहीँका मान्छेहरुसँग हामीले उनीहरुलाई सेवा दिने भएको कारणले गर्दाखेरि चाहिँ बोल्नुपर्ने हुन्छ। दिउँसो बेलुका बिहान हैन जतिखेर समय पनि उहाँहरु हुनुहुन्छ। तर धेरै हैन, केही बेसिक नलेज तपाईले जान्नुभयो भने सजिलो हुन्छ। तपाई यदि बोल्न जान्नुहुन्छ, भाषा आउँछ भने तपाईहरु सिधै कम्पनीमा गएर ठुलो कम्पनीमा जस्तै रियाका, जागरी, भाराजदिन, स्प्ले, दौरनिक हैन यी ठुल्ठुलो सहरहरुमा चाहिँ यो ड्राइभरहरु आवश्यक परिरहेको हुन्छ। मैले सुनि पनि रहेको हुन्छु। त्यस्तो ठाउँहरुमा चाहिँ तपाईहरुले आफै गएर कम्पनीहरुमा कुरा गर्नुस्, फेस टु फेस है। कसैको भरमा नपर्नुस्, कोही दलालीको पछाडी नलाग्नुस्। उनीहरुले त्यति थाहा हुँदैन जस्तो लाग्छ मलाई यो बारेमा। आफैसँग अनुभव, आफैसँग चाहिँ भएको दक्षता छ भने आफै गएर फेस टु फेस कुरा गर्नुभयो भने सम्भावना चान्स चाहिँ धेरै छ है यहाँ जागिर पाउने भनेर तपाईहरुलाई मैले चाहिँ यहाँका साथीहरुलाई जो क्रोएसियामा हुनुहुन्छ उहाँहरुलाई दिएँ है त। अनि दोस्रो हाम्रो यता गल्फ कन्ट्रीबाट साथीहरुले पनि मेसेज गर्नुभएको छ। कुवेत, साउदी अरब चाहिँ यता तपाईको दुबई, कतार साथीहरुले पनि मेसेज गर्नुभएको छ। कसरी आउनुपर्ने, ल न तपाईहरु कम्पनीमा आउनु पर्यो भन्ने खालको चाहिँ मेसेज गरिरहनुहुन्छ। अब त्यहाँबाट मैले चाहिँ यहाँबाट केही गर्न सक्दिनँ, सिधा कुरा भन्नुपर्छ है, झुटो बोल्नु हुँदैन। यहाँबाट चाहिँ मैले केही गर्न सक्दिनँ साथीहरु, म तपाईहरुलाई जानकारी मात्रै दिन सक्छु। यहाँ चाहिँ यस्तो छ है भनेर चाहिँ सहयोग गर्न सक्छु। त्यसको लागि तपाईहरुले नै आफैले प्रक्रिया पुर्याएर चाहिँ विभिन्न मेन पावरहरु मार्फतबाट चाहिँ तपाईहरु आउन सक्नुहुन्छ है। त्यहाँ चाहिँ धेरै मेन पावरहरु छन् अरे भन्ने कुरो मैले चाहिँ सुनेको छु। गल्फ कन्ट्रीतिर पनि धेरै साथीहरु यहाँ आएर काम गरिरहनु भएको छ। बस गुरुजीहरु हैन, ट्रक गुरुजीहरु पनि हुनुहुन्छ। त्यस कारणले गर्दा तपाईहरु त्यता हुनुहुन्छ भने मेन पावर थ्रुबाट नै कन्ट्याक्ट गरेर आउनु होला। अब हामीले यहाँबाट चाहिँ सहयोग गर्न चाहिँ गाह्रो हुन्छ। अब यहाँ तपाईको कुनै एजेन्ट बिना तपाईको उताबाट बाहिरबाट आउँदाखेरि एजेन्ट थ्रुबाट मात्रै आउन मिल्ने रहेछ। मैले मेरो आफ्नै भाइलाई पनि ल्याउनलाई कोसिस गरिरहेको छु, तर गाह्रो छ। यहाँ मैले भने जस्तो सजिलो महसुस गरेको छैन। त्यसकारणले गर्दा तपाईहरु बाहिरबाट जति हुनुहुन्छ कृपया आफ्नो नजिकको सहरहरुमा मेन पावरहरु हुन्छन्, त्यहाँ चाहिँ तपाईहरुले बुझ्नुस् र साथीभाइ त्यहीँका साथीभाइहरुलाई पनि बुझ्न सक्नुहुन्छ है त। त्यो भने मैले हाम्रो यता गल्फ कन्ट्रीको हुनेलाई। र दोस्रो नेपालबाट जति मेसेज गर्नुभएको छ साथीहरुलाई कृपया मलाई इनबक्स गर्नु होला। म आउने मेन पावरको तपाईहरुलाई नम्बर दिनेछु र ती मेन पावरहरुबाट तपाईहरुले सम्पर्क गर्नु होला। त्यहाँ डिमान्डहरु आइरहन्छ बस ड्राइभरको, ट्रक ड्राइभरको। त्यो मेन पावरमा तपाईहरुलाई म त्यहाँको पनि नम्बर दिन सक्छु। म इनबक्स गर्नु होला जति नेपालबाट हेर्दै हुनुहुन्छ। हस् त, धन्यवाद तपाईहरु सबैलाई। यो भिडियोले सबैलाई
जानकारीमूलक भयो होला भन्ने आशा लिएको छु र अर्को भिडियोहरूमा यस्तै जानकारीमूलक तपाईँहरूलाई जानकारी दिँदै आउनेछु। क्रोएसियाको बारेमा कसरी ड्राइभर पेसामा चाहिँ आबद्ध भएर हामी आफ्नो जीविकोपार्जन गर्न सक्छौँ भन्ने कुरो चाहिँ यहाँनिर बताउने छु र यस्तो भिडियोहरू म तपाईँलाई ल्याउने छु र मेरो भिडियो हेरेर कतिको तपाईँहरूलाई चाहिँ इन्फर्मेटिभ भयो लाइक कमेन्ट सेयर गरिदिनु होला है त साथीहरू।